नमस्ते एभ्रिवान। बार परीक्षाको तयारी गर्दै हुनुहुन्छ तर कहाँबाट सुरु गर्ने अलमलमा हुनुहुन्छ? वेलकम टु एडभोकेट डायरीज। यस भिडियोमा म तपाईलाई एकदमै सिम्पल प्र्याक्टिकल प्रिपरेसन प्लान दिनेछु। 34औं अधिवक्ता तहको परीक्षा फारम मिति 2082 8 महिना 15 गते प्रकाशन भइसकेको छ। फारम भर्ने म्याद 2082 9 महिना 7 गतेसम्म र दोब्बर शुल्कसहित फारम भर्ने अन्तिम मिति 2082 9 महिना 14 गतेसम्म रहेको छ। 34औं अधिवक्ता तहको परीक्षा भने 2082 9 महिना 25 गते र 26 गते हुनेछ। अब लागौं बार परीक्षाको तयारी गर्दा के कुरामा ध्यान दिने त? सर्वप्रथम त परीक्षाको तयारीका लागि नेपाल कानुन व्यवसाय परिषदले अधिवक्ता तहको परीक्षाको लागि तयार गरेको पाठ्यक्रम हेर्नु पर्यो। परीक्षाको लागि दिएको नजिरहरू हेर्नु पर्यो। त्यसका लागि तपाईले आजैदेखि परीक्षा तयारीमा लाग्नु पर्यो। बार परीक्षा तयारीको लागि इन्स्टिट्युटहरूले तयारी कक्षा सञ्चालन गर्ने गरेका छन्। आफूलाई मन परेको इन्स्टिट्युटमा तयारीका लागि कक्षाहरू लिन सक्नुहुनेछ। सकेसम्म फिजिकल क्लास लिएको राम्रो। यदि सकिँदैन भने पनि अनलाइन लिन सकिन्छ। 34औं अधिवक्ता तहको लागि नजिरहरू पनि तोकिसकेको हुँदा नजिरहरू nkp.gov.np बाट हेर्दै गर्न सक्नुहुन्छ। 2-4 दिनमा नजिरहरूको किताब पनि बजारमा उपलब्ध हुन्छ। त्यो किताब किनेर पढ्न पनि सकिन्छ। त्यसो गर्दा सजिलो पनि हुन्छ। नजिरहरू 15 वटा हुन्छन्, जसमध्ये रिटको 5 वटा, फौजदारीको 5 वटा र दिवानीको 5 वटा हुन्छन्। तयारी गर्दा 15 वटै नजिरलाई तयारी गर्नुपर्दछ। परीक्षा आउने पुस 25 र 26 गते 2 दिनको रहेको छ। पहिलो दिन 25 गते भने प्रथम पत्र संविधान र कानुन बहुवैकल्पिकको रहेको छ, जसको चाहिँ पूर्णाङ्क रहेको छ 100 र समय भने 1 घण्टा 30 मिनट रहेको छ। त्यसै गरी सोही दिनमा नै द्वितीय पत्र कानुन अङ्ग्रेजी नेपाली अनुवाद विषय रहेको, जसको पूर्णाङ्क चाहिँ 10 र समय 30 मिनट रहेको छ भने तृतीय पत्र मस्यौदा लेखन विषय भोलिपल्ट 26 गते रहेको छ, जसको पूर्णाङ्क 90 र समय भने 3 घण्टा 30 मिनट रहेको छ। परीक्षा आजभन्दा भोलिभन्दा नजिकै आइहाल्छ। परीक्षामा आजैदेखि तयारी थाल्नुभयो भने परीक्षाको दिनमा तनाव हुँदैन। पढ्न पर्ने रहेछ, कस्तो के आइलाग्यो भनेर मन खिन्न त्यति बेला हुँदैन। त्यसैले अहिले सबै छोडेर परीक्षाको तयारी गर्नुहोस्। राम्रो अङ्कसहित पास गर्नुहोस्। मेरो शुभकामना। र परीक्षा तयारी गर्दै गर्दा एकदमै फोकस भएर गर्नुहोस्। परीक्षाको लागि चाहिने किताबहरू किन्नुहोस्। नेपालको संविधान, फौजदारी संहिता, देवानी संहिता, नेपाल ऐन सङ्ग्रह, नेपाल नियम सङ्ग्रह र पढ्न थाल्नुहोस्। MCQ को लागि पनि पढ्नै पर्छ। मिसुलको दिनमा यी किताबहरू सँगै लान पाइन्छ, तर किताबमा भने केरमेट गरेको चाहिँ हुनु हुँदैन। किताबहरू किताब पसलमा पाइन्छ, आजै किन्नुहोला। र यो किताबहरू चाहिँ www.lawcommission.gov.np मा पनि उपलब्ध हुन्छ। त्यहाँबाट पनि हेर्न सक्नुहुनेछ। MCQ को लागि चाहिँ बजारमा किताबहरू उपलब्ध छन्। ती किताबहरू चाहिँ किनेर अभ्यास पनि गर्न सक्नुहुनेछ। सही तयारी, सही दिशा र निरन्तर अभ्यासले सफलता सम्भव छ। तपाईको तयारी यात्रामा साथ दिने यो च्यानल सब्स्क्राइब गर्नुहोला। यो भिडियो मन पर्यो भने लाइक गर्नुहोला र आजको टपिकसँग सम्बन्धित कुनै जिज्ञासा भए कमेन्टमा लेख्नुहोला। म सकेसम्म जवाफ दिने प्रयास गर्नेछु। धन्यवाद। नमस्ते एभ्रिवान। बार परीक्षाको तयारी गर्दै हुनुहुन्छ